तपाई जिन्दगीमा एकदमै एक्लो फिल गरिरहनु भएको छ भने तपाईले यो बाँदरको स्टोरी एकचोटि हेर्नै पर्छ। केही दिनदेखि एउटा बाँदरको भिडियो एकदमै भाइरल भएको छ, जुन बाँदरलाई चाहिँ जापानमा पञ्चकुन भन्दो रहेछन्। अनि यो बाँदरलाई सानैदेखि नै आमा बाउले छाडिदिएका रहेछन्, जसले गर्दा ऊ साह्रै नै एक्लो थियो। अनि उसले कसैलाई आफ्नो साथी बनाउन खोज्दा पनि उसँग कोही साथी बन्नै खोज्दैन थियो, जसले गर्दा दिनपछि दिन ऊ झन् एक्लो हुन्छ र धेरै टाइम उसले एक्लै नै बिताउँथ्यो। अनि उसलाई सधैँ नै एक्लै भएको देखेर जू किपरहरूले उसलाई यस्तो गुडिया लिएर दिन्छन् र त्यसपछि उसको जिन्दगी चेन्ज हुनेवाला थियो। ऊ धेरै टाइम त्यो गुडियासँग नै बिताउन लाग्यो। तर यो स्टोरीको स्याड पार्ट के छ भने उसलाई सबैले एकदमै हेप्पी रहेको बेला ऊ दौडिँदै सिधै गुडियालाई अंगालो मार्न जान्थ्यो। तर बिचारा अरू के नै गरोस् र उसँग अरू केही अप्सन नै थिएन, किनकि उसलाई त्यो जूमा हेला नगर्ने भनेको एउटा उसको यति प्यारो गुडिया अनि यो जूमा काम गर्ने दाइ मात्र थिए। तर जू बाहिरबाट पनि उसलाई एकदमै माया गर्न थाल्छन्। यो चाहिँ त्यो बाँदरलाई हेर्नको लागि यति ठुलो लाइन। अनि मलाई सबैभन्दा दुःख लागेको चाहिँ जब अरू बाँदरहरू उसको गुडिया ऊबाट खोज्न खोज्छन्, ऊ लिटरली यति मजाले प्रोटेक्ट गर्छ नि, सायद उसले गुडियालाई आफ्नो आमा नै ठान्छ होला। अनि यही कुरा देखेर त्यो गुडिया बनाउने कम्पनीले उसलाई यस्तै टन्नै गुडिया दिने प्लान बनाएको रहेछ। तर उसलाई हजारवटा गुडिया नै दिए पनि उसको एक्लोपन मेटाउन चाहिँ सायद यही एउटा मात्र नै काफी छ होला। अनि उसलाई मन पराउनेहरूको लागि गुड न्यूज चाहिँ उसले यो जू किपरलाई आफ्नो साथी बनाए जस्तै अरू बाँदरहरूलाई पनि कति मजाले साथी बनाउन सिकिरहेको रहेछ। यो बाँदरको स्टोरी एकदमै सिम्पल भए पनि हरेक मान्छेलाई स्ट्रङ लेसन अवश्य दिन्छ। प्लिज मलाई फलो गर्नु होला, म सबैलाई फलो ब्याक दिनेछु।